Hello everyone, good morning. It's me Priya. Welcome back to my channel है र आज चाहिँ म के ब्लग गर्दैछु भन्दाखेरि चाहिँ तपाईहरुले मेरो थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भयो होला है। आज चाहिँ हो 29 जुन र भोलि 30 जुन चाहिँ हाम्रो लागि है म जस्तो फ्यामिलीहरुको लागि चाहिँ है ब्ल्याक डे हो है। सो तपाईहरुलाई कतिपयलाई चाहिँ थाहा छ र कतिजनालाई चाहिँ थाहा छैन नि त है। 29 जुन र 30 जुन चाहिँ हाम्रो लागि किन ब्ल्याक डे भन्दाखेरि चाहिँ 2022 मा चाहिँ 29 जुन र 30 जुन 2022 मा चाहिँ जुन घटना यानी कि मणिपुरमा चाहिँ फर्स्ट टाइम चाहिँ है अब यस्तो घटना भएको है ल्यान्डस्लाइड भएको थियो। जुन ल्यान्डस्लाइडमा चाहिँ है मेरो हस्बेन्ड है बित्नु भएको हो र मेरो हस्बेन्ड जस्तै कतिपय फ्यामिलीबाट है पनि बित्नु भएको छ। जुन ल्यान्डस्लाइडमा चाहिँ फौजीको सोल्जर्सहरु मात्र 30 जना चाहिँ डेथ हुनु भएको थियो है। जसमा चाहिँ 16 चाहिँ हाम्रो दार्जिलिङ डिस्ट्रिक्ट भित्रै पर्थ्यो है। सो आजको दिन चाहिँ हाम्रो लागि चाहिँ ब्ल्याक डे हो र दिन चाहिँ अब एकदमै अब दुःख लाग्छ है सम्झिँदाखेरि। आजको दिन चाहिँ हाम्रो लागि चाहिँ एकदमै है के भन्नु दुःखको दिन हो त है। पुरा यादहरु आउँछन् त किन आउँदैन, मान्छेले भन्छ नि त हैन समय बित्दै गएपछि भुलिँदै जान्छ बिर्सिँदै जान्छ, त्यस्तो हैन नि त। जति समयहरु बित्दै जान्छ झन् ज्यादा हामीलाई चाहिँ त्यो कुराहरुको चाहिँ याद आउँदो रहेछ है। त्यो चाहिँ म फिल गर्छु है। अन्त 29 जुन र 30 जुन चाहिँ म कहिले पनि बिर्सिन सक्दिनँ। मेरो लाइफ टाइम मेरो जिन्दगीभरि म बिर्सिन सक्दिनँ यो दिन चाहिँ है। यो दिन चाहिँ अब मेरो र म जस्तो फ्यामिलीको लागि चाहिँ एकदमै ब्ल्याक डे हो है। यो दिन चाहिँ कस्तो दुःख भएको थियो, हामीलाई कस्तो भएको थियो भन्ने कुरा चाहिँ अहिले सम्झिँदा पनि अझै पनि त्यही फिलिङ्सहरु आउँछ है। तरै पनि जिन्दगी हो, जिउनु त पर्छ है। आफ्नो फ्यामिलीलाई हेरेर भए पनि, आफ्नो नानीहरूलाई हेरेर भए पनि है आफ्नो लाइफ त जिउनै पर्छ। अन्त आज चाहिँ मेरो हस्बेन्डले छोडेर गएको पनि 3 इयर्स भइसकेछ है, भइसक्यो। तर पनि स्टिल अहिले पनि अब कतै न कतै मनमा चाहिँ लाग्दो रहेछ क्या, यस्तो चाहिँ हुँदो रहेछ कि छ होला, अब थाहा छ मलाई छैन भनेर, तर पनि छ होला कतै त्यस्तो फिल चाहिँ कोही के बेला चाहिँ हुँदो रहेछ क्या, आउँछ होला त्यस्तो चाहिँ लाग्दो रहेछ है। त्यस्तो चाहिँ हुँदैन है, बितेर गएको मान्छे कहिले पनि फर्केर त आउँदैन है। तर पनि मनलाई बुझाउनु त एकदमै साह्रो हुँदो रहेछ है, कतै न कतै त्यस्तो फिल चाहिँ हुँदो रहेछ है। र आजसम्म पनि मलाई त्यही फिल हुन्छ। 3 इयर्स भइसक्यो होइन, र पनि तरै पनि तर के गर्नु है, आफ्नो फ्यामिली छ, आफ्नो नानी छ, त्यो हेरेर भए पनि मनलाई बुझाउनु सक्नुपर्छ र बुझाउँदैछु पनि है। आजसम्म बुझाइ पनि रहेको छु है। हुनु त अब आफ्नो दुःख त आफैसँग हुन्छ है। सबैको लाइफमा यस्तो सिचुएसनहरु आएको हुन्छ, प्रायको लाइफमा है। कतिको लाइफमा आफ्नो सिचुएसन हुन्छ, कतिको लाइफमा के सिचुएसन छ, कतिको लाइफमा के है। तर पनि सबैको लाइफमा अलि काहीँ न काहीँ दुःख चाहिँ हुन्छ नै, यति नै हो। आफ्नो सिचुएसन आफ्नो दुःख चाहिँ अरूको भन्दा है एकदमै ठुलो लाग्दो रहेछ नि त हैन। त्यति मात्रै हो, दुःख चाहिँ सबैको लाइफमै हुन्छ है। त्यही कुराले नै आफूलाई मन चाहिँ बुझाउँछु है। हरेक दिन मन पनि यसरी नै बुझाइरहेको हुन्छु। हल्का इमोसनल भइहाल्छ नि यस्तो कुरा अब आजको दिनहरु सम्झिँदाखेरि चाहिँ। र आज चाहिँ हामी उसको है सहित वेदीमा गएर चाहिँ हामी बत्तीहरू बाल्छौँ। अन्त उसको नाममा चाहिँ गुम्बाहरू छ। अहिले पनि म चाहिँ एभ्री इयर म चाहिँ है गुम्बामा गएर उसको नामको बत्तीहरू बाल्छु, किनभने कतै न कतै है मनमा चाहिँ एउटा शान्ति चाहिँ अलिकति भए पनि हुन्छ नि त है, जस्तो लाग्छ। मेरो हस्बेन्डले चाहिँ मलाई कतै न कतैबाट हेरिरहेको छ होला त्यस्तो लाग्छ नि त। अन्त यो प्रकारको मनमा शान्ति हुन्छ होइन। सो हामी चाहिँ फ्यामिली चाहिँ गएर चाहिँ है बत्तीहरू बाल्छौँ।
ओस् नदिनु हाम्रो मगरजुङ तामाकोस बस में आउ न छेउ छेगाउनु छेगाउनु जानु यहाँ 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 छेगाएर ढोकेर मुनि मुनि कसरी ढोक्नुपर्छ कसरी छेगाउनु पर्छ Sangkaman. Hazır. Akam balu baca.
जिउ गर जिउ जिउ गर सफा गर्नु न सफा गर्यो ढुक्यो हैन यो सफा छर्दिनु न मान्छे नानी खाएको अब अहिले किनेर दिनुहुन्छ नि नानीलाई त भयो apa अहिले खाउँ भने बिर्सिन्छ नानी बिर्सिन्छ बिर्सिन्छु लड्छ है नानी हामी है यहाँनिर पूजाहरू गरिसकेर पनि फेरि फर्किँदैछौँ हो बत्तीहरू बाल्यौँ नि त गुम्बामा सो अब चाहिँ हामी फर्केको जाँदैछौँ आज चाहिँ है मेरो हस्बेन्ड बितेको पनि 3 वर्ष भयो है कतिवटा अब हुन्छ नि है मनमा छ नि तर पनि है केही छैन खुसी लाग्छ है आमाहरूसँग नानीसँग आउँदा अहिले चाहिँ हामी फेरि यहाँनिर दार्जिलिङ महाकाल धाम आएको छौँ है गुम्बा गएर पनि सो तपाईँहरूलाई म कन्टिन्यू देखाउँछु है सबै जग्गा अब आएको बेलामा है दर्शन गर्नुपर्छ सो ओम नमः शिवाय ओम नमः शिवाय नानी ताऊ न नानीमा चाहिँ नानी लगिनु तिमीजनाले हातहरू बान्नु ओम नमः शिवाय
ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः। अहिले चाहिँ हामी है यहाँनिर महाकाल मन्दिरबाट पूजा गरेर पनि फर्किँदैछौँ। यहाँ चाहिँ छ मेरो पुच्छरे भाइ हो, दिदीको पुच्छरे। अहिले चाहिँ हामी चौरास्ता आइरहेको छु है। अन्त मन्दिर गएर पनि सो है, यहाँ चाहिँ मेरो नानी चाहिँ गाडी खेल्दैछ। अन्त म चौरास्ता चाहिँ अब कस्तो हुन्छ दार्जिलिङमा चौरास्तामा चाहिँ एकदमै मजा आउँछ नि त है, प्रायः त थाहा छ, तर पनि म देखाउँदैछु तपाईँहरूलाई। फेरि आज चाहिँ सन्डेको दिन चाहिँ कस्तो हुन्छ भनेर है। मेरो नानी चाहिँ यहाँनिर गाडी कुदाउँदै आउँदैछ हो, चाहिँ एकदमै खुसी छ। नानी लावण्य लावण्य बाई बाई बाई। लावण्य ल आज चाहिँ तर है सदाको भन्दा चाहिँ अलिक खाली रहेछ, किनभने सन्डे चाहिँ बन्द हुँदो रहेछ नि त है दार्जिलिङ। सो आज चाहिँ अरू बेलाको भन्दा चाहिँ एकदमै खाली छ। यहाँ चाहिँ हाम्रो भानुभक्तको शालिग